स्वागत छ आजको यस मैत्री समता विपसीना अभ्यासको पूर्ण मार्गदर्शन सहितको एउटा भिडियो। अब म के गर्दैछु भने अबको 15-20 मिनट जति म यो अभ्यासको बारेमा यसको केही हल्का परिचय, फाइदाहरू र अभ्यास कसरी गर्ने, के कुरामा तपाईको चाहिँ ध्यान दिनुपर्छ, त्यसपछि तपाईहरु र म साथसाथै अब यो घन्टी जुन छ त्यो 1 घण्टापछि टुङ्गिन्छ। त्यही भएर तपाईले यसको यो अडियो अथवा भिडियोको सहायताले तपाई कुनै पनि ठाउँमा कुनै पनि बेलामा यो मेत्ता विपसीना भावनाको अभ्यास गर्न सक्नुहुन्छ। अब सुरु गरौँ। यसको एउटा परिचय। मैत्री अथवा मेत्ता भनेको एउटा त्यस्तो भावना हो जुन चाहिँ संसारको सबै प्राणीहरूलाई आफूलाई जतिको माया दया त्यस्तो किसिमको करुणाको भावले आफूलाई जसरी हेर्छ त्यस्तै एकदमै बिना कुनै कसर, बिना कुनै त्यस्तो किसिमको बाधा र सीमा, कुनै सीमा रहित हैन। अब भगवान बुद्धले यसलाई चाहिँ एउटा के भन्छ भनेपछि अपरिमाण हैन, परिमाण र सीमा नभएको त्यस्तो अभ्यास जुन चाहिँ हरेक अन्तरिक्षको हरेक कुना कुनासम्म पनि यसको वितरण गर्ने हैन, विकिरण पुर्याउने एउटा त्यस्तो किसिमको एउटा बत्ती जस्तै हो जुन चाहिँ आफ्नो यो हाम्रो अभ्यासबाट चाहिँ हामी विकिरण गर्छौं हैन। अब के छ त भनेपछि यो अभ्यास मेत्ता समता विपसीना भावना भनेको छु है, यसलाई चाहिँ बुझ्नु एकदम जरुरी छ। यो चाहिँ के हो त भनेपछि अभ्यासमा यस्तो किसिमको भावनाले ल्याउने, त्यसलाई चाहिँ त्यसको होस राख्ने र के भइरहेछ त्यो थाहा पाउने है, र यस्तो किसिमको सम्मिश्रण भएको एकदमै पूर्ण अभ्यास हो जसले तपाईको भलो, तपाईको हित र तपाईको एकदमै दीर्घकालीन सुख, समृद्धि र त्यस्तो किसिमको सुरक्षा यसले दिन्छ। अब सुनौ भगवान बुद्ध आफै के भन्नुहुन्छ। यो चाहिँ अंगुत्तर निकाय भन्ने एउटा किताबमा को 11 अध्यायको 16 नम्बरको सूत्रमा छ। अनि उहाँले के भन्नुहुन्छ भने भिक्षुहरू अथवा हामी कुनै पनि कोही पनि अभ्यासकर्ताहरू जब मैत्रीद्वारा मनको विमुक्ति अभ्यास गरिन्छ, विकास गरिन्छ, परिपक्व बनाइन्छ, साधन र आधार बनाइन्छ, निरन्तर दिइन्छ, स्थिर गरिन्छ र सही रूपमा अँगालिन्छ, तब 11 लाभहरूको अपेक्षा गर्न सकिन्छ। ती 11 के हुन्? नम्बर 1, व्यक्ति सुखपूर्वक सुत्छ। 2, सुखपूर्वक बिउजन्छ। 3, खराब सपना देख्दैन। 4, मानिसहरूलाई प्रिय हुन्छ। जनावर र अरू प्रेतहरू अथवा जति पनि बाहिरको मान्छे भन्दा बाहिरको प्राणीहरू छ उसको लागि पनि प्रिय हुन्छ। देवताहरूले संरक्षण गर्छ। देव भनेको त्यस्तो किसिमको हामीभन्दा माथिको त्यस्तो किसिमको संसारको प्राणीहरू हैन, जसो अलि त्यो त्यस्तो किसिमको 6 वटा चाहिँ संसारहरू छन्, उनीहरूले हामीलाई रक्षा गर्छन्। 7 नम्बरमा आगो, विष र हतियारले हानि पुर्याउन सक्दैन। अब यो राम्रो यो यस्तो भावले चाहिँ त्यस्तो किसिमको तपाईलाई दिन्छ। 8 नम्बरमा चाहिँ मन छिट्टै एकाग्र हुन्छ है, तपाईको माइन्ड एकदम सेटल हुन्छ। अनुहारको वर्ण शान्त र प्रसन्न हुन्छ।
उज्यालो भइहाल्छ हुन्छ मन सधैँ तपाईँको। व्यक्ति जब यो जिन्दगीको अन्त हुन्छ, भ्रम बिनाको मृत्यु हुन्छ। भ्रम भने के भनेपछि मान्छेहरू अलिकति त्रासमा डराएर जिन्दगीको सबैभन्दा अन्तिम क्षणमा मान्छेहरूको त्यस्तो किसिमको एउटा त्रासको कारणले गर्दाखेरि उनीहरूको भ्रम पैदा हुन्छ र उनीहरू त्यस्तो किसिमको नराम्रो ठाउँमा जाने सम्भावना एकदम धेरै हुन्छ। र जसले मैत्याको भावना गर्छ ऊ यस्तो भ्रमबाट पृथक हुन्छ। र 11 नम्बरमा यदि यो अभ्यास गर्दा यदि व्यक्ति अरू योभन्दा बढी प्रगति गर्न सकेन भने ब्रह्मलोकमा पुग्छ अरे। अब यो ब्रह्मलोक भनेको त मैले 6वटा माथिको देवको संसार भने त्योभन्दा पनि माथि चाहिँ ब्रह्म भन्ने संसार छ। र यो अभ्यासमा अझै प्रगति गऱ्यो भने के पुग्छ भनेपछि यो एउटा बुद्धले सिकाएको निर्वाण भन्ने त्यस्तो किसिमको मनको स्थिति जहाँ चाहिँ सबै चिजहरूबाट मुक्त हुन्छ। एकदम गहिरो अभ्यास हो होइन। त्यही भएर यसलाई चाहिँ एकदमै बुझेर अभ्यास गर्यो र यसलाई त्यस्तै तरिकाले जुन सजगता होस् र बुद्धको जुन छन् माइन्डफुलनेस भन्छ त्यसरी अभ्यास गऱ्यो भने यो सबै 11वटा फाइदाहरू त त्यति पाइहाल्ने भयो होइन। र त्यसभन्दा बढी धेरै कुराहरू तपाईँको यो भगवान् बुद्धको बाटोमा चाहिँ त्यस्तो एकदमै ठुलो ठुलो त्यस्तो उहरू छन् होइन, अनुभवहरू छन् जुन चाहिँ यो स्वर्गभन्दा पनि तपाईँको देवलोकभन्दा पनि उत्कृष्ट हुन्छन्। अब यस्तो भनेको छ। त्यही भएर अब सायद मेरो विचारमा अब यसले तपाईँहरूलाई एउटा अभ्यास गर्नलाई एउटा राम्रो एउटा के एउटा उद्देश्य र उत्साह प्रदान गरेको हुन होला होइन। आशा छ तपाईँहरू यसलाई मनन गर्नुहुन्छ। अब के छ त अभ्यास होइन, किनभने यो अभ्यास भनेको त्यस्तो किसिमको अभ्यास हो जुन चाहिँ कुनै पनि व्यक्ति कुनै पनि विश्वासमा लागेको कुनै पनि धर्ममा लागेको त्यस्तो किसिमको यो एउटा त्यस्तो किसिमको कुनै सीमारहित, यसले न धर्म भन्छ न जात भन्छ न कुनै प्राणी भन्छ, सबैलाई दया र माया दिने भनेको यो त मान्छेहरूको एउटा जन्मसिद्ध एउटा गुण हो नि होइन। यो मान्छेभन्दा धेरै माथिको एउटा त्यस्तो किसिमको गुण हो मैत्री भनेको होइन। र त्यो चाहिँ हामीले कसरी अभ्यास गर्ने होइन। अब ध्यान दिनुपर्ने कुराहरू होइन, म तपाईँलाई के भन्छु भने एउटा बस्ने अब मिनिमम आधी घन्टाको लागि बस्नुहोस्। किनभने आधी घन्टा भन्दा कम बस्यो भने तपाईँको मन चाहिँ त्यति स्थिर भइसकेको हुँदैन र तपाईँ उठिहाल्नु पर्ने भयो भने त त्यो अभ्यास गरेको जुन तपाईँको अभ्यासको फाइदा देख्नै लागिरहेको हुन्छ अन्त उठ्ने त्यो चाहिँ। त्यही भएर 30 मिनट चाहिँ अलिक कम भयो होइन। त्यही भएर त्योभन्दा कम नबस्नुहोस्। सकेसम्म 1 घन्टा अथवा 2 घन्टा अथवा 45 मिनट होइन तपाईँले हेर्नुहोस्। र यो समय भनेको तपाईँको आफूले बनाउने चिज हो, आफ्नो एउटा प्राथमिकतामा राख्ने चिज हो यो अभ्यास भनेको होइन। व्यस्तता, काम, विभिन्न किसिमका समस्याहरूको बावजुद पनि दिनको 1 घन्टा हाम्रो फुर्सद चाहिँ निकाल्न सकिन्छ। मैले 10-12 वर्ष भइसक्यो होइन यो अभ्यासको लागि मैले दिनको 1 घन्टाभन्दा बढी 2 घन्टा पनि अब सकेसम्म दिन मैले सकेको छु भनौँ, अथवा ल कहिले मिल्दैन तर 1 घन्टा त मिनिमम मैले यो अभ्यासलाई दिन्छु। र त्यस्तो किसिमको निरन्तरता दियो भने चाहिँ यो अभ्यासले एकदम राम्रो
तपाईँको एउटा मनलाई चाहिँ एउटा मलजल जस्तै गरेको बिरुवा जस्तै हुन्छ। त्यही भएर अभ्यास 1 दिन गऱ्यो 2 दिन गऱ्यो त्यसपछि छोड्ने नगर्नुहोस् कृपया। सकिन्छ भने तपाईँलाई चाहिँ अब अभ्यास गर्न सकिएन भने 5 मिनट भए पनि गर्नुहोस् है। अब आधी घन्टा मैले भनेको थिएँ एउटा राम्रो फाइदाको लागि, र त्यसरी गऱ्यो भने तपाईँको एउटा बानी बस्छ र जुन 11वटा जुन फाइदाहरू छ त्यो तपाईँको वरिपरिको मान्छेहरूले थाहा पाउँछ। अब म यहाँ यसरी कुर्सीमा बसिरहेको छु मजाले होइन, म एउटा ब्ल्याङ्केट पनि यसो लिएर यसरी सिधा भएर बस्ने होइन, एउटा पर्खालको छेउमा गएर बस्नु पनि सक्नुहुन्छ। र म कुर्सीमा बसिरहेको छु होइन, र एकदम आरामदायी ठाडो भएर बस्ने, 90 डिग्रीको भन्छ एकदम त्यसरी बस्ने र एकदम रिल्याक्स शान्त भएर होइन। अब तपाईँ संसारबाट यो 1 घन्टाको लागि अथवा आधी घन्टाको लागि चाहिँ तपाईँ छुट्टीमा हुनुहुन्छ, र यो छुट्टीको समय भनेको तपाईँको आफूले आफ्नोलाई चाहिँ तपाईँले जसरी छुट्टीमा चाहिँ तपाईँलाई यो कामबाट चाहिँ छुटकारा पाउँछ नि, त्यस्तै गरेर हामीले संसारबाट छुटकारा एउटा यो लिने होइन यो समय। त्यसरी 1 घन्टा चाहिँ मजाले फोनको चाहिँ त्यो घन्टीहरू मन लाग्छ भने त्यसलाई अफ गर्नुहोस्, र घन्टी बजे पनि त्यसलाई हामीले चाहिँ रहिरहने दिन सकिन्छ होइन। त्यो घन्टी बजे पनि हाम्रो यदि चाहिँ यो हाम्रो मन स्थिर छ भने घन्टी बजिरहन्छ, आवाज आइरहन्छ। अब नेपालमा त एकदमै गाडीको आवाज आउँछ, त्यहाँ कुकुरहरू चाहिँ भुकिरहेको हुन्छ, विभिन्न किसिमको आवाजहरू हुन्छ। यहाँ चाहिँ आवाजहरू केही पनि छैन होइन। यो माइक्रोफोनको हल्का चाहिँ त्यो आवाजले तपाईँलाई यदि त्यस्तो किसिमको तपाईँलाई चाहिँ मन त्यतिर दौडिन्छ भने त्यसलाई अब कसरी त्यसलाई सम्हाल्ने त्यसको पनि म बताउँछु होइन। र के हो भने तपाईँले यो सबै कुराहरूबाट चाहिँ तपाईँ आराम र रिल्याक्स भएर यो अभ्यासमा चाहिँ तयार हुनुहोस् होइन। र यो त्यस्तो किसिमको अभ्यास हो, यो जुनसुकै बेला तपाईँ सुतेको बेलामा, उठेको बेलामा, हिँडिरहेको बेलामा, दौडिरहेको बेलामा, अथवा चाहिँ तपाईँ बाथरुममा गएको बेलामा पनि अभ्यास गर्न सक्नुहुन्छ। किनभने यो मेत्ताको भावना भनेको त्यस्तो किसिमको एउटा भावना हो जुन चाहिँ तपाईँले को मनले हरदम देखिरहेको हुन्छ होइन। त्यस्तो किसिमको कुनै चिजको तपाईँलाई सहारा चाहिँदैन होइन। र अब समयको कसरी विभाजन गर्ने होइन। अब हामीले यो अभ्यासको सुरुवात मा चाहिँ तपाईँ कस्तो हुन्छ भने कुनै पनि नयाँ चिज सिक्दाखेरि त्यो चिजमा प्रखर त एकै दिनमा त हुँदैन होइन। तपाईँ यदि सानो बालकहरू एकै दिनमा हिँडेर चाहिँ त्यो दौडिन सक्ने त हुँदैन नि, बामे सर्छ, त्यसपछि अलिकति घिसारेर हिँड्छ होइन, खुट्टाले टेक्न थाल्छ। त्यस्तै गरेर यो अभ्यासमा चाहिँ हामी चाहिँ प्रगति गर्नको लागि चाहिँ हामीले चाहिँ सानो यो जुन चाहिँ अभ्यास चाहिँ हामीले त्यसरी गर्नुपर्छ। त्यही कारणले गर्दाखेरि मेत्ताको जुन चाहिँ हाम्रो यो सारा चाहिँ अन्तरिक्षको सबै प्राणीहरूलाई जुन हाम्रो मैत्री करुणाको भावनालाई चाहिँ विकिरण गर्ने होइन, जुन मैले भनेको थिएँ त्यो ठाउँ पुग्नको लागि चाहिँ हामीले चाहिँ अब के गर्नुपर्छ भने सुरुवात चाहिँ हाम्रो एउटा सजिलो र हामीलाई चाहिँ मिल्ने ठाउँ होइन, हामीलाई चाहिँ सजिलो हुने ठाउँबाट सुरु हुन्छ। त्यही भएर अब यो अभ्यासको सुरुवात कसरी गर्ने भनेपछि यो 30 मिनट अथवा 45 मिनटको समय छ त्यसलाई विभाजन गर्ने
दुई भागमा बाँड्ने। पहिलो 10 मिनट जति यो मैत्रीको भावना, यो जुन अभ्यास छ, आफूले आफूलाई मैत्रीको भावना दिने र बाँकी रहेको समय यो 10-15 मिनट पछि जब तपाईँलाई यो आफूलाई मैत्री भाव दिन पुग्छ, त्यसपछि एउटा आध्यात्मिक साथी भन्छौँ हामी, त्यस्तो आफ्नै लिङ्गको आफूले एकदमै रुचाउने यस्तो राम्रो छवि भएको, आफ्नो परिवारको होइन कि एउटा राम्रो छवि भएको, जस्तो कुनै एउटा युनिभर्सिटीको प्रोफेसर, एउटा त्यस्तो किसिमको समाजसेवी होइन, त्यस्तो राम्रो छवि भएको व्यक्ति जुन चाहिँ तपाईँले जसलाई तपाईँले राम्रोसँग चिन्नुहुन्छ, तर चाहिँ तपाईँको एकदमै जिगरी दोस्त चाहिँ होइन, त्यस्तो टाइपको भन्नाले त्यस्तो राम्रो छवि भएको व्यक्तिलाई चाहिँ आफ्नो आध्यात्मिक साथी बनाउने र आफ्नो लिङ्गको है, र बाँकी रहेको जुन समय छ त्यो आध्यात्मिक साथीलाई दिने। मैत्री, उसको सुख शान्ति, यो यस्तो किसिमको राम्रो मङ्गलको कामना गर्ने। यो अभ्यास भनेको के हो त भनेपछि, यो अभ्यास भनेको सबैलाई कुनै कसर, कुनै किसिमको तपाईँको त्यस मनमा केही क्लेश नराखिकन बाँड्ने भावना हो मैत्री भनेको। र यसको सुरुवातबाट चाहिँ आफूबाट हुन्छ। र यो अभ्यासमा तपाईँले सुरुवात यसरी बसेपछि, अब चिम्लेपछि, अब यो राम्रो भावना, मैत्रीको भाव होइन, यो भाव ल्याउने मेडिटेसन हो। भाव भने के त भनेपछि एकदमै गहिरो महसुस गर्ने अभ्यास हो। र यो भाव ल्याउनको लागि एउटा राम्रो भाव चाहिँ कसरी आउँछ भनेपछि, तपाईँले त्यस्तो एउटा राम्रो विगतको त्यस्तो एकदमै तपाईँको मनमा एकदम खुसी ल्याउने, त्यो सम्झिँदाखेरि तपाईँ हर्र लागेर चाहिँ तपाईँको मन पग्लिने त्यस्तो क्षणहरू हुनसक्छ। त्यो क्षणलाई सम्झिने र मनमा नै तपाईँले अब जसरी म त्यो क्षणमा, त्यो दिनमा एकदमै आनन्दित, एकदमै खुसी, अत्यन्तै त्यस्तो राम्रो र एकदम शान्त अथवा हुनसक्छ तपाईँको त्यस्तो भएर बसेको चाहिँ जुन तपाईँको याद आउँछ नि, तपाईँले त्यो देखेर अनि आफूलाई चाहिँ तपाईँको एउटा जुन तपाईँको मनमा चित्र देख्छ, अनि आफूलाई चाहिँ एउटा छातीको बिचमा राखेर एउटा सानो बच्चालाई, एउटा सानो कुकुरको बच्चा हुनसक्छ होइन, तपाईँको बिरालो हुनसक्छ, तपाईँलाई मनपर्ने जनावर हुनसक्छ, उनीहरूलाई चाहिँ यसरी खेलाउँदाखेरि तपाईँलाई कति त यो एउटा कति गहिरो मैत्रीको भाव आउँछ नि। त्यस्तै गरेर आफूले आफूलाई चाहिँ आफ्नो छातीको बिचमा देख्नुहोस् र अनि यो मैत्रीको कामना गर्नुहोस्। त्यो भाव चाहिँ तपाईँको राम्रो सम्झनाले त तपाईँको मनलाई एकदमै यो भाग चाहिँ न्यानो भएर आउँछ। तपाईँले आफूलाई यहाँ देख्नुहुन्छ र एउटा सानो बालकलाई जस्तै गरेर तपाईँले एउटा माया गर्ने हो। म शान्त हुन सकौँ, म संयमित हुन सकौँ, म एकदमै उदार हुन सकौँ, मिलनसार हुन सकौँ। यस्ता यस्ता तपाईँलाई अति प्रिय लाग्ने जुन भावहरू छ,
त्यो बोलेर मनमा नै त्यसको एकदमै गहिरो महसुस गर्ने होइन, शब्दको जुन अर्थ छ नि त्यसको एकदम गहिरो त्यसको महसुस गर्ने र त्यसले चाहिँ तपाईँको जुन तपाईँको मनको चित्र यहाँ छ त्यसलाई चाहिँ एकदमै एउटा रात जस्तो भनौँ न, एउटा त्यो तातो बनाएर एउटा कुखुराले चाहिँ आफ्नो चल्लाहरूलाई चाहिँ न्यानो बनाएर राख्छ, त्यस्तै गरेर आफूलाई एकदमै न्यानो बनाएर त्यस्तो भावहरूले चाहिँ तपाईँलाई ल्याउनुहोस्। र अब तपाईँको यस्तो भावहरू चाहिँ 2-4वटा 5-6वटा 10वटा चाहिँ तपाईँको मनमा आउँछ, एकदमै मिठो मिठो भावहरू। र त्यसपछि अब के बोल्ने भन्ने त्यस्तो भएमा तपाईँले फेरि जुन पहिला चाहिँ तपाईँले बोल्नुभएको थियो त्यसलाई फेरि प्रयोग गर्नुहोस् होइन। म एकदमै शान्त हुन सकौँ, म एकदमै मिलनसार हुन सकौँ र तपाईँले त्यो रिपिट गरेर पनि यसमा कुनै फरक पर्दैन, किनभने तपाईँले एउटै वाक्यलाई चाहिँ 10चोटि रिपिट गर्नुभन्दा 10-15चोटि अरू विभिन्न गरेपछि फेरि त्यसलाई ल्याउँदाखेरि त्यसको फेरि अर्कै त्यसले चाहिँ फेरि एउटा तपाईँको अर्को एकदमै एउटा ताजा फेरि भाव एकदम गहिरो भाव फेरि ल्याउँछ होइन। त्यही भएर तपाईँ यो अभ्यासमा जुन तपाईँले सम्झिनुपर्ने वाक्यहरू छन्, जुन गर्छ तपाईँ त्यो सिद्धिएला भनेर डराउनु पर्दैन होइन। तपाईँले चाहिँ जति छ आफूले थाहा पाएको चिजहरू र अरू बेलामा पनि तपाईँलाई चाहिँ याद भएका कुराहरू तपाईँले मनपर्ने शब्दहरू टिपेर राख्नु पनि सक्नुहुन्छ। अनि त्यसरी त्यसको प्रयोग गर्नुहोस्। र यस्तो किसिमको घन्टीहरू बज्छ। यहाँ इमेलको मेरो यहाँ इमेलको यहाँ कहाँबाट इमेल आयो केही छैन, त्यो भइरहन्छ। त्यस्तो किसिमको आवाजहरू घन्टीहरू यस्तो किसिमको छ र त्यो सबैलाई हुन दिनुहोस्। तपाईँ एउटा चाहिँ त्यस्तो किसिमको एउटा पृथ्वीबाट चाहिँ कुनै एउटा चाहिँ लोकमा जहाज स्पेससिप भन्छ नि त्यस्तो चढेर जाने हुनुहुन्छ। त्यस्तो किसिमको हामी त्यस्तो यात्रामा छौँ होइन, एकदमै महत्त्वपूर्ण होइन। त्यही भएर यस्तो सान्तिनो कुराहरूबाट चाहिँ विचलित नहुनुहोस्। अब त्यो विचलनलाई कसरी सम्हाल्ने यसको बारेमा भन्छु होइन। तपाईँलाई थाहा भयो नि होइन, आफूले आफूलाई चाहिँ पहिले 10 मिनट अथवा 15 मिनट आफूलाई जति मन लाग्छ मैत्रीको भाव चाहिँ एकदम गहिरो तरिकाले दिने। आफूले त्यस्तो किसिमको मैत्री भाव ल्याउनको लागि चाहिँ सुरुवातको लागि चाहिँ तपाईँको त्यस्तो राम्रो क्षण सम्झिने, त्यो क्षण सम्झिँदाखेरि तपाईँको एउटा मन उर्लेर आउँछ, एउटा त्यस्तो राम्रो तपाईँको एउटा मिठो भाव चाहिँ आउँछ तपाईँले। अनि त्यो दिन सम्झेर अनि आफूलाई आफूको एउटा छातीको बिचमा राखेर त्यसरी माया गर्ने होइन अभ्यास त्यो हो। त्यसपछि बाँकी रहेको तपाईँको समय भनेको आफ्नो आध्यात्मिक साथी जुन मैले तपाईँलाई भनिसकेको छु उसलाई चाहिँ मैत्री भाव जसरी तपाईँले आफूलाई दिनुभयो नि त्यसरी नै मैत्रीको भाव चाहिँ उसलाई भरपुर आफू र त्यो आफ्नो आध्यात्मिक साथीमा कुनै पनि फरक नराखिकन उसलाई चाहिँ देख्ने र उसलाई यहाँ आफ्नो छातीको बिचमा ल्याउने र उसलाई जसरी चाहिँ एउटा आफूलाई जसरी मैत्रीको भाव दिनुभयो तिमी एकदमै सुखी हुन सकोस्, तिम्रो उन्नति प्रगतिका
का ढोकाहरू खुल्दै जाउन्, सधैँ तिमी एकदमै संयमित भएर बस्न सकौ, बाधा अर्चन समस्याहरूबाट टाढा रहन सकोस्, शिक्षामा व्यापारमा जति पनि कामहरू चाहिँ गरिरहेको छ त्यो बिना बिघ्न पुरा होस्, यस्ता यस्ता कुराहरू हैन, जुन चाहिँ वाक्यले तपाईँलाई बढी भाव ल्याउँछ नि त्यस्तो वाक्य प्रयोग गर्नुहोस् हैन। र तपाईँलाई चाहिँ मैले अघि भने जस्तै अब के बोल्ने भन्ने जस्तो भयो भने पहिले त्यसको पहिला आफूले चाहिँ याद गरेको चिजहरू भन्नुहोस्, र पछि त्यसलाई पछि फेरि त्यसको पुनः प्रयोग गर्न सकिन्छ हैन। अब के छ त भनेपछि मन त एक ठाउँमा त छैन, हाम्रो मन त कहिले अमेरिका दौडिन्छ, कहिले नेपाल, कहिले जमसङको मलाई याद आउँछ, त्यहाँ अब यस्तै किसिमको रमणीय दृश्य हैन, अब यसो गर्न पाए यो हुन्थ्यो कस्तो होला भनेर यस्तो विचार आउँछ। अथवा चाहिँ भोलि काम ल सोमबार अब के गर्ने यस्तो यहाँ टेन्सन भन्ने कुरा हुन्छ नि, सबैको यस्तो यस्तो विभिन्न किसिमका विचार चाहिँ तपाईँलाई एकै ठाउँमा बस्नै दिँदैन हैन। यस्तो किसिमको यसलाई विचलन भनौँ मनको, हामीले सिर्फ एउटा मनको विचलन भन्ने बुझिपुग्छ, त्यो जेसुकै होस्, त्यो चाहे कुनै त्यस्तो किसिमको गाडीको आवाज होस्, कुनै कुकुर भुकेको, अथवा चाहिँ मान्छे त्यहाँ त्यो तल साइकलवालाले चाहिँ त्यहाँ कबाडी चाहिँ बेच्न ल्याएको आवाजहरू हुनसक्छ हैन, अथवा चाहिँ अफिसको चाहिँ ल भोलि एउटा प्रोजेक्ट चाहिँ डेडलाइन आइसक्यो, 2 दिनभित्रमै सिद्ध्याउनु पर्छ, काम चाहिँ अलिकति पछाडि परिसकेको छ। अब यस्तो किसिमको यो सबै कुरालाई चाहिँ यो त्यो भनेर चाहिँ त्यसलाई चाहिँ विश्लेषण गर्ने यो समय होइन, किनभने तपाईँले छुट्टीमा हुनुहुन्छ नि, त्यो सबै एउटा विचलनलाई त्यो एउटा विचलन आयो भनेर थाहा पाउने हैन। र मनमा चाहिँ तपाईँ मैत्रीको भावमा चाहिँ यस्तो चाहिँ आनन्दित भएर बसिरहेछ, विचलनहरू आयो, यताबाट पनि आउँछ उताबाट पनि आउँछ, त्यस्तो छ नि। त्यही भएर त्यो विचलनहरूलाई चाहिँ अब कसरी सम्हाल्ने हैन। र यो यस्तो किसिमको म एकदमै कमजोर, म एकदमै विचलित हुने, मैले अभ्यास यो मेरो ध्यानै लाग्दैन भने जस्तो यस्तै किसिमका जुन हाम्रो आफ्नो त्यस्तो किसिमको प्रतिक्रिया छ नि, त्यो पनि विचलन हो भनेर बुझ्नु पर्यो हैन। त्यो आयो भने पनि तपाईँले त्यो विचलन आयो हैन, त्यो विचलनलाई तपाईँ अब हामीले चाहिँ शिक्षार भन्छौँ हैन। अब यो अभ्यासमा चाहिँ हामीले चाहिँ के हुन्छ त, जब जब कुनै पनि विचलन आएको तपाईँले देख्छ मनमा, तपाईँ देख्नु हैन, र यस्तो सबै कुराको होस भएको अभ्यास हो यो हैन। मैत्री चाहिँ को विकिरण त्यसलाई चाहिँ एकदमै प्रसारण गर्ने, त्यो चाहिँ हाम्रो बाटो चाहिँ त्यो हो। बाटोमा जाँदाखेरि त विभिन्न किसिमका अडचनहरू आउँछ नि, त्यस्तै गरेर यो विचलनहरूले हामीलाई छेक्न खोज्छ, त्यसले हाम्रो बाटोलाई चाहिँ ढिलो बनाउन खोज्छ, हाम्रो यात्रालाई चाहिँ लामो बनाइन्छ, र त्यसमा जति बल्झियो त्यति हाम्रो यात्रा लामो हुन्छ, र हाम्रो मैत्रीको समय कम हुन्छ, विचलनमा चाहिँ हाम्रो झुन्डिने समय बढी हुन्छ। त्यही भएर के गर्नु त यस्तो विचलन आयो भनेपछि मैले चाहिँ शिक्षार भने अब यहाँ चाहिँ मैले अब तपाईँलाई चाँडो कुरा सम्झिनुहोस्, त्यस्तो बेलामा जुनसुकै बेलामा तपाईँ बसेनासाथ 2 मिनट पनि आउनसक्छ, अथवा बसेको 15 मिनटमा पनि आउनसक्छ, अथवा बस्नै दिनेन हैन। तपाईँको मैत्रीको भाव ल्याउन साथ त्यो क्रूरताको भाव आउँछ, अथवा चाहिँ त्यस्तो कि जलनको भाव आउँछ। र यो सबै के हो त,
जुन कुरा मैत्रीको भाव होइन नि त्यो सबै विचलन होइन। हो त्यसलाई चाहिँ कसरी सम्हाल्ने त्यसको चारवटा कुरा याद गर्नुहोस् होइन। पहिलो कार त्यसलाई चाहिँ चारवटा आर भन्छु। अब यो आर भन्ने अङ्ग्रेजीमा ल्याएकोले मैले चारवटा आर भन्छु। चारवटा आर के भनेपछि रेकग्नाइज थाहा पाउने, रिल्याक्स एकदम आराम गर्ने, रिस्माइल एकदम आनन्द हाँसेर मुस्कान लिएर बस्ने, त्यसपछि रिटर्न आफ्नो मैत्रीको भावना जुन तपाईँले दिइरहेको थियो त्यसमा रिटर्न भनेको फर्किने है। रेकग्नाइज, रिल्याक्स, रिस्माइल र रिटर्न होइन। यो 2-4 सेकेन्डमा पुरा हुन्छ। यो यो एउटा चाहिँ तपाईँको यो प्रक्रिया एउटा यो अब तपाईँलाई मन लाग्छ भने 5-10 सेकेन्ड नै दिन सक्नुहुन्छ रिल्याक्स एकदम। त्यो गरेर चाहिँ त्यसमा 2-4 सेकेन्ड बिताउनु पनि सक्नुहुन्छ। अथवा चाहिँ तपाईँ रेकग्नाइज, रिल्याक्स, रिस्माइल, रिटर्न एकदम 2-4 सेकेन्डमा गरेर अनि त्यसपछि जहाँ चाहिँ तपाईँ मैत्रीको भावनामा चाहिँ तपाईँ मैत्रीको भाव दिइरहेको थियो फेरि अर्को भाव ल्याउनुहोस् होइन। एउटा यो कस्तो हुन्छ नि तपाईँको कलधारा भन्ने चाहिँ पहिला नेपालको पुरानो धाराहरूमा अहिले जस्तै धारा आइरहने त थिएन नि, त्यसलाई चाहिँ थिच्नुपर्छ। थिचेपछि हल्ला लाएर चाहिँ एउटा धारा आउँछ ठुलो, त्यसपछि त्यसले एउटा गाडीको 10% भरिन्छ अनि फेरि चाहिँ त्यो कलधारालाई थिच्यो भने फेरि आउँछ नि। त्यसरी मैत्रीको भावनालाई पनि हामीले चाहिँ यसरी भर्दै लानुपर्छ होइन। हाम्रो एउटा चाहिँ ट्याङ्की भनौँ अथवा घैँटोमा हाम्रो काम भनेको त्यो भर्ने मात्र हो। कति भरियो, यो चाहिँ भर्यो कि छैन, अब चाहिँ भर्यो कि भने जति पनि यो कौतूहल छ त्यो सबैलाई छोडिदिनुहोस् होइन। काम चाहिँ तपाईँको सिर्फ धारामा पानी दिए जस्तै, धारा चाहिँ चला जस्तै मैत्रीको भावलाई चाहिँ प्रसारण गरिरहने होइन। यो त्यो के कस्तो भइरहेछ त्यो तपाईँले चाहिँ चियाएर हेरिरहनु परेन होइन। र यसरी चाहिँ विचलनहरूबाट हाम्रो शरीर अब हाम्रो अभ्यास गर्ने बेलामा चाहिँ के हुन्छ भने यस्तो विचलनहरूले एकदमै तपाईँलाई थाहा हुँदैन एकदम सानो मसिनो त्यस्तो किसिमको तनाव लिएर हुन्छ होइन। यो शरीर र मन तन्किरहेको हुन्छ। र जुन चाहिँ रेकग्नाइज भने के त्यो विचारहरू आयो विचलन आयो भने त्यो देख्ने भयो। रिल्याक्स भनेको त्यो तनावहरूलाई चाहिँ खुकुलो गर्ने, गाँठोहरू फुकाउने। तपाईँ मनमा गाँठो बसेको हुन्छ, तपाईँलाई एकदमै जलनको त्यो गाँठो हुन्छ, अथवा निधारमा चाहिँ तपाईँको यस्तो किसिमको तपाईँको निधार खुम्चिन्छ, त्यो भनेको एउटा कठोर मन भएर बसिरहेको हुन्छ। त्यसलाई चाहिँ एकदम खुकुलो बनाउने, रिल्याक्स गर्ने भने त्यो हो। त्यो रिल्याक्स गरेपछि तपाईँको एकदम जति पनि विचारहरू छ त्यो सबै बाफ जसरी उडेर जान्छ होइन। कुनै त्यस किसिमको त्यो रहँदैन। अनि रिल्याक्स भएपछि अनि तपाईँको एउटा फेरि खुसीको मुस्कान एकदम हाँसो लिएर तपाईँको यो ओठको भाग छ दुईवटा, त्यो माथि भएर एकदम मुस्कान सहितको अभ्यास गर्नुहोस् हाँसेर होइन। चाहे त्यो कृत्रिम हाँसो होस् चाहे चाहिँ प्राकृतिक होस् मतलब छैन। तपाईँको काम भनेको ओठका यो जुन चाहिँ कुनाहरू छ त्यसलाई माथि पुऱ्याएर एकदम मुस्कान ल्याउने हो। रिस्माइल भनेको त्यसपछि रिटर्न भनेको तपाईँ फेरि मैत्रीको भावमा होइन। यसरी अभ्यास गर्ने तरिका यो हो होइन। अब यसो गर्दाखेरि तपाईँको कुनै पनि बेलामा चाहिँ तपाईँको जस्तो सुकै विचलनहरूले पनि तपाईँलाई हल्लाउन सक्दैन होइन। किनभने उनीहरूको त्यस्ता विचारहरूले जुन चाहिँ तपाईँको
ध्यान तपाईँले पाउँदैन, तपाईँको अटेन्सन भन्छ। अटेन्सन पाएन भने तपाईँको त्यो 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 आफै सुकेर जान्छ। जस्तै कुकुरले भुक्दाखेरि उसलाई चाहिँ हेऱ्यो भने उसले झन्झन प्रोत्साहित हुन्छ नि, त्यस्तै गरी विचलनहरू तपाईँको त्यो अटेन्सन पायो भने त्यो झन्झन ठुलो हुन्छ। त्यही भएर त्यसलाई के गर्ने, थाहा पाउने त्यो आयो तर त्यो रिल्याक्स गरिदियो, त्यसको बारेमा सोचेन भने चाहिँ तपाईँको त्यो आफै गायब हुन्छ। अनि मुस्कान ल्याउने, अनि फेरि रिटर्न भनेको फेरि फर्किने, मैत्री भावमा जाने। अब मैले भन्नुपर्ने कुराहरू मैले सबै भने। अब अभ्यास गरौँ होइन। अब समय अब शान्त भएर अभ्यास गर्नुहोस्। मैत्रीको भावलाई चाहिँ एकदमै गहिरो महसुस गर्ने, त्यो छ भन्ने कुरा अथवा त्यो छैन भन्ने कुरा पनि देख्ने, हेर्ने एकदमै जरुरी छ।
एकदम मन एकदम हल्का हुन्छ। यस्तो किसिमको यो मान्छेको स्तरभन्दा धेरै माथिको यो अभ्यास हो। आवाज, हल्लाहरू, विभिन्न किसिमका ध्वनिहरू, त्यो उनीहरूको आउने जाने भइरहेको हुन्छ। सबै कुरालाई हुन दिनुहोस्। कुनै पनि चिज जुन जे कुरा भइरहेछ वरिपरि त्यसमा तपाईँको एउटा कन्ट्रोल केही पनि छैन। तपाईँले गर्ने गरेर त्यसको बारेमा सोचेर त्यसलाई त्यो जुन विचार गर्ने त्यो गरेर त्यो कम हुने त्यो हुँदैन। त्यही भएर त्यसलाई चाहिँ त्यस्तो आएर मन त्यतातिर दौडेछ भने फोर आर गर्ने भनेको छु। रेकग्नाइज भने चाहिँ तपाईँ मन उता दौड्यो, त्यो देख्यो, रिल्याक्स, एकदम रिल्याक्स। शरीरमा चाहिँ कतै पनि ठाउँमा चाहिँ कहीँ खुम्चिरहेछ भने त्यसलाई खुकुलो गर्नुहोस्। एकदम मनलाई पनि एकदम रिल्याक्स, आनन्दित। त्यो गरेपछि तपाईँको यो विचलनहरू भनेको त्यसले त्यसको आहार पाएन होइन। त्यो आहार नपाएपछि त्यो आफै सुकेर जान्छ। रिल्याक्स अनि रिस्माइल, यस्तो किसिमको यो खुसीको ध्यान हो, अभ्यास हो यो। तपाईँ हरदम मुस्कान उज्यालो मुख राखेर रिस्माइल भने त्यो गर्नुहोस्। अनि फेरि मैत्री भाव होइन। यो संसारमा आफूभन्दा प्यारो, आफूभन्दा यो दया मायाको योग्य व्यक्ति कोही पनि छैन, कोही पनि छैन। तपाईँले आफूलाई माया गर्नु तपाईँको जन्मसिद्ध अधिकार हो र तपाईँले गर्नुपर्छ। जहाजमा चाहिँ तपाईँको अक्सिजनको मास्क सबभन्दा पहिला कसले दिन लाउनुहुन्छ? त्यस्तै गरेर आफूलाई मैत्रीको भावना दिने हो र त्यसपछि अनि आफ्नो आध्यात्मिक साथी, त्यसको पनि समय आउँछ। समय आएपछि आफ्नो मैत्री भावलाई चाहिँ अब फेरि बिस्तारै आफ्नो आध्यात्मिक साथीको मैत्री भावमा रूपान्तरित गर्ने। हतार केहीमा पनि छैन। जस्ट रिल्याक्स। बजिरहेछ। अब तपाईँलाई मन आफूलाई मैत्री भाव दिनु पुग्यो भने चाहिँ तपाईँ आध्यात्मिक साथीलाई दिन सक्नुहुन्छ।
एकदमै कुनै फरक छैन। मैत्री भाव आफूलाई अथवा आफ्नो आध्यात्मिक साथीमा कुनै पनि फरक नराखिकन एकदमै खुला दिलले चाहिँ मैत्री भाव आफ्नो आध्यात्मिक साथीलाई दिनुहोस्। तिमी एकदमै सुखी हुन सकोस्, संसारका सारा दुःख पीडाहरूबाट अलग हुन सकोस्, यस्ता यस्ता कुराहरू यो त्यो भनेर चाहिँ त्यसको बारेमा नसोच्नुहोस्। सिर्फ भाव एउटा चाहिँ त्यस्तो वाक्यले चाहिँ भाव ल्याउने र त्यसलाई एकदमै गहिरो महसुस गर्ने होइन। त्यही भएर मैले भनेको थिएँ एउटा राम्रो छवि भएको व्यक्ति जसप्रति तपाईँको गहिरो एकदमै आदर, गहिरो त्यस्तो किसिमको माया छ, त्यस्तो व्यक्तिलाई चुन्नुहोस्। तपाईँहरूलाई चाहिँ त्यही भएर भन्छौँ एकदमै चिन्ने मान्छेलाई आध्यात्मिक साथी बनाउने तपाईँको त्यो खटपटका कुराहरू बारेमा सोच्न थाल्छ। त्यो राम्रो छवि हो व्यक्ति जुन चाहिँ तपाईँको आफ्नो जिग्री त्यस्तो होइन, त्यस्तोलाई मैत्री भाव दिँदाखेरि तपाईँको यस्तो सोचहरूले चाहिँ तपाईँलाई त्यस्तो बिठोल्ने काम कम हुन्छ। अनि मैले बिठोल्ने कुराहरूको कसरी त्यसको समाधान गर्ने पनि बनाएँ। 4वटा कुरा सम्झिने भनेको छु। रेकग्नाइज गर्ने, रिल्याक्स गर्ने, रिस्माइल गर्ने अनि रिटर्न, फेरि मैत्री भावमा फर्किने।
अभ्यासमा एउटा बुझ्ने कुरा के भने हामी जसरी जति हामीले चाहिँ राम्रो तरिकाले यो कुरालाई सम्झ्यो त्यति हामीलाई राम्रो हुन्छ। यसलाई के भन्छ भने बिगिनर्स माइन्ड भन्छ। त्यसको मतलब जसले भर्खरै सुरु गरेको हुन्छ उसलाई केही पनि थाहा हुँदैन नि। त्यस्तै गरेर यो मेरो अभ्यास मैले गर्न चाहिँ एउटा केही सुझाव आएको छ। यो गरेर के हुन्छ केही पनि त्यस्तो किसिमको तपाईँलाई केही पनि थाहा छैन। यो बिगिनर्स माइन्ड भन्नेले के हुन्छ भने तपाईँको एउटा त्यस्तो किसिमको अपेक्षा गर्ने र यस्तो उस्तो भन्ने कल्पनाबाट तपाईँलाई छुटकारा दिन्छ बिगिनर्स माइन्ड। यहाँ के हुन्छ कसो हुन्छ भनेर त्यसको बारेमा त्यस्तो विचार आयो भने पनि त्यसलाई फोरआवर गर्ने होइन। बिगिनर्स माइन्ड जे हुन्छ आफै देखाउँछ। जुन कुरा जुन बेलामा जे हुन्छ त्यही भएर हुन्छ। त्यो कुरा मलाई थाहा छैन। मेरो काम भनेको अभ्यास गर्ने। त्यसो गर्दाखेरि चाहिँ तपाईँको अभ्यासमा चाँडो तपाईँ वर्तमानमा क्षणमा रहने चाहिँ एउटा बानी बन्न जान्छ। प्रगति भनेको कुरा यो अभ्यासको प्रगति आफै आउँछ। खोजिरहने चिज होइन त्यो।
हलुकापन, मनको खुलापन, बोझ रहित, एकदम हलुका। यस्तो मन, त्यसलाई देख्ने, अब यो घन्टीले चाहिँ हामीलाई सङ्केत के दिइरहेछ। अब हाम्रो आधी घन्टाको बसाइ लगभग पुरा भयो। म अलिकति बोल्दाखेरि मेरो समय गयो। ठ्याक्कै 1 घन्टा भयो मैले यो भिडियो सुरु गरेर अहिले यो बसाइसम्म। अब के छ भनेपछि सबैको आफ्नो आफ्नो फोनहरूमा टाइमर हुन्छ। यो भिडियो 1-2चोटि सुन्नुहोस्। त्यसपछि तपाईँलाई यदि आधी घन्टा, 45 मिनट, 2 घन्टा त्यस्तो किसिमको समय छुट्याउनु भएको छ भने टाइमर राखेर बस्न सक्नुहुन्छ। अथवा चाहिँ कुनै त्यस्तो किसिमको त्यसमा पाबन्दी छैन भने चाहिँ मजाले टाइमर साइमर सबै त्यागेर मजाले आधी घन्टा, 1 घन्टा, अरूको 2 घन्टा पनि यसरी बस्नुहोस्। सबै कुरा तपाईँलाई छर्लङ्ग छ। र यसरी अभ्यास गर्दाखेरि यसको फलहरू मैले भने 11वटा चाहिँ त्यस्तो एकदमै राम्रो फलहरू आउँछ। त्यही भएर अभ्यास गर्न नछोड्नुहोस्। यो चाहिँ तपाईँको यो दिनको 1 घन्टा अभ्यास गरेपछि अरू बेलामा तपाईँको साथीहरूसँग बोलेको बेलामा हुनसक्छ, खाएको बेलामा हुनसक्छ, बाहिर हिँडेको बेलामा हुनसक्छ, जुनसुकै बेलामा पनि तपाईँको मनमा नराम्रो विचार आइरहेछ भने त्यसलाई फोहोर गर्न चाहिँ नबिर्सनुहोस् हैन। मतलब चाहिँ तपाईँ कमसेकम त्यसको होस राखेर बस्यो भने अनि त्यसलाई रियाज गर्यो भने त्यस्ता विचारहरूले चाहिँ तपाईँलाई जिन्दगीमा चाहिँ तपाईँलाई एउटा सकारात्मक दिशातिर लैजान्छ। तपाईँको छवि राम्रो हुन्छ, हुनर उज्यालो हुन्छ। यो सबै राम्रो राम्रो कुराहरू तपाईँको व्यवहारमा पनि उत्रिन्छ। त्यही भएर अभ्यास गर्नुहोस् र यसको फलहरू चाहिँ एकदमै धेरै छ हैन। म त्यही भएर यति मात्र भन्दैछु आजलाई हैन। यसका विभिन्न किसिमका यसलाई मद्दत गर्ने, यसको बारेमा बुझ्ने गहिरो चाहिँ त्यस्तो किसिमको विषयवस्तु बारे चाहिँ मेरो विभिन्न किसिमको भिडियोहरू छन्। त्यो मेरो युट्युबमा छ र मन लाग्छ भने तिनीहरू सुन्नुहोस्। अनि तपाईँलाई एउटा राम्रो तपाईँको एउटा यसको बारेमा चाहिँ तपाईँलाई एउटा धेरै राम्रो जानकारी हुन्छ। यति भन्दै यो कार्यक्रम अथवा यो सेसनलाई म यहीँ टुङ्ग्याउन चाहन्छु। मेत्ता गर्दै बस्नुहोस्, होसमा बस्नुहोस् र मेत्ताको चाहिँ हरदम याद गर्नुहोस्। अनि हामीलाई चाहिँ यो जिन्दगीको यो सबैभन्दा ठुलो उपलब्धि मध्ये एउटा यो मान्छेले हामी मान्छे भएर चाहिँ गर्न सक्ने धेरै माथिको अभ्यास हो। त्यही भएर चाहिँ यसको फाइदा अनगिन्ती छन्। र सुखी रहनुहोस्, अभ्यास गर्नुहोस्। धन्यवाद।